काठमाडौँ त अब बाबा मम्मी त आउनु भ्याउनुहुन्न। हजुर भाइ बहिनी सानै छन्। हजुर हजुर बाबालाई मभन्दा प्यारो भैँसी छ, त्यही भएर पनि आउनुहुन्न। गीत गाउँदाखेरि कलाकारभित्र जहिले पनि एउटा इमोसन लुकेको हुन्छ क्या। अनि यो गीत हुन्छ नि रक टाइपको त्यस्तो टाइपको गीत होइन नि, त्यो एउटा इमोसन खेलाउने गीत हो क्या। त्यही भएर पनि अगाडिदेखि नै म किन रोको भन्दाखेरि यो गीतलाई मैले राम्रो क्यारी गर्नु थियो, तपाईँहरूको अगाडि मैले राम्रो प्रस्तुति गर्नु थियो, सबैलाई रुवाउनु थियो। आफूभित्र इमोसन भरिरहेको थिएँ, त्यसपछि मैले राम्रो तरिकाले त्यसलाई क्यारी गरेँ होइन। त्यसपछि म अझै भित्रबाट कन्ट्रोल गर्दै 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 किस राम्रो सुन्यो नि। हजुर एकदमै त्यही हो। त्यही भएर उगाइराख्नु र यता आफ्नो भाइलाई एकदमै क्याप्चर गरेर पछाडि सिटबाट होइन कता हुन्छ आफू पनि आँसु झार्दै इमोसनल हुँदै निताजी पनि त्यसै गरी इमोसनल भइराख्नु भएको थियो। हजुर त्यतिखेर चाहिँ यस्तो भयो कि फिल्मभित्र थाहा छ नि त सबै कुरा, हामीले कुन तरिकाले काम गरेका छौँ कि। अनि ऊ आज यही गेटअपमा छ, अनि एउटा पार्वतीको मनमा चाहिँ फिल भएको कुरा हो कि मेरो भाइ त्यहाँ बसेर गाइरहेछ अनि मैले चाहिँ खिच्नुपर्छ, अनि त्यो इमोसन्स एउटा क्यारी भयो आफै हो। हजुरलाई चाहिँ अशोकजी आज जुन यो गेटअप छ फोर होइन, सर्टभरि पुरै मैलो छ, अनि त्यसपछि तल प्यान्ट पनि तल थेर च्यातेको छ होइन, पुरै गेटअपको साथ आउनु भएको छ होइन। यो गेटअप कसरी सम्झिनुहुन्छ यो फिल्मको जुन सिन सम्झिँदाखेरि? किनभने किरणले लाउने नै ड्रेसअप यही हो। अब किरणै यही छ, अब हेर्नु न, अनि त्यही क्यारेक्टरमा आएको। किरणलाई दिदीभन्दा बढी अरू कसैको माया लाग्दैन? लाग्दैन नि, हरेक टाइममा दिदी चाहिन्छ। जे गर्दा पनि दिदी, स्कुल जाँदा पनि दिदी चाहियो होइन, कहीँ घुम्न जाँदा पनि। यार त्यो फिल्ममा देख्नुहुन्छ कि अहिले, नसोध्नु न रुन्छ अहिले फेरि, नगर न त्यस्तो नगर। धागो देखियो के, कालो धागो बाँधेर आउनु भएको रहेछ। खास के हो यस्तो कानमा कालो धागो बान्नुको राज, लाउनुको राज? लाउनुको राज एउटा यो चाहिँ नजर तार्ने भन्ने पनि हो। अनि नजर त्यस्तो त होइन, फेरि गलत त सोचिएला, होइन खोल्न बिर्से होइन लाइरहेको, किनभने यसले राम्रो देखाएको छैन र? राम्रो देखाएको छ होइन, धेरै कुरा छ भन्न मलाई अप्ठ्यारो लाग्यो। हरिहर दाइलाई सोध्नुपर्ने हो। ए ओके ओके ओके, फिल्ममा क्यारेक्टरमा पनि हुनुहुँदो रहेछ होइन। तर हामीले के अरे त्यता याद गरेर हिँड्छौँ कि उता अशोकजीले भनेपछि बल्ल याद भयो कालो धागो बाँधेर। पार्वतीले किन कालो धागो लाउनु भएको कानमा? हजुर पार्वतीले त्यो अहिले भन्यो भने स्टोरी बनिहाल्यो नि। अनि यो ड्रेस लाउँदै गर्दा चाहिँ अशोकले आज के सोच्नु भयो? अघि नै त हामीले क्यारेक्टरमा होइनौ कि जस्तो पनि लागेको थियो कि सर्ट देख्दा। कसैले सोचेकै थिएन ल्या भनेपछि त लुगै नभनाएछ। यसो भयो तपाईँहरूले एकदमै ध्यान दिनु भएको रहन्छ, ड्रेस सेम हो। मैले त्यो त मैले ड्रेस सेम हो, त्यस कारणले गर्दाखेरि याद गर्नुपर्छ। अनि यो कालो ड्रेसमा चाहिँ कसरी लाउनु भयो? यो सुटिङकै ड्रेस हो? सुटिङकै ड्रेस हो, मैले हर्का फोहोर मात्र पारे हो। ए हो, किनभने मेरो क्यारेक्टरै त्यही छ नि त। हामी एउटा हाम्रो फ्यामिली गरिब एउटा हिसाबले गरेको छ होइन। त्यही भएर पनि आज यो लाउँदा मलाई किन कति खुसी लागिरहेछ है। मेरो पहिलेको याद आइरहेछ क्या, मैले त्यो डोरीले बाँधेर लुगा लगाएकोहरू पहिला सुरुमा आउँदाखेरि। अब हजुरको के अरे अब दिदी बहिनी या फिर बाबा मम्मी ट्रेलर रिलिज या फिर प्रिमियरमा बोलाउनुहुन्छ कि नै बाबा मम्मीलाई? म बाबा मम्मी गाउँहरू सबै जानुहुन्छ नि। हजुर हजुर, होइन मतलब काठमाडौँ चाहिँ बोलाउनुहुन्छ कि नै? काठमाडौँ त अब बाबा मम्मी त आउनु भ्याउनुहुन्न। हजुर, भाइ बहिनी सानै छन्। हजुर हजुर, बाबालाई मभन्दा प्यारो भैँसी छ, त्यही भएर पनि आउनुहुन्न। आउनुहुन्न। के भन्नुभएको छ बाबा मम्मीले चाहिँ अन्तिममा यो फिल्म पार्वती आउँदै गर्दाखेरि? अन्तिम प्रश्न है कुमार दाइ, के भन्नुभएको छ? अनि हजुरलाई के भन्नुहुन्छ बाबा मम्मीले दिन प्रतिदिन? के भन्नु, एकदमै एक्साइटेड हुनुहुन्छ। अनि फिल्म हेर्न गाउँदेखि सबैजना पुरै खुसी हुनुहुन्छ। अनि बाबा त झन् अब भन्नुहुन्छ टिकट त पठाउँछस् होला नि भन्नुहुन्छ कि आफै काटेर जानु भन्नुहुन्छ। जिस्काउँछु कहिले बाउ छोराको यसो बोन्डिङ जिस्किने बेला भइरहेछ। पार्वती एकदम हिट भएपछि अशोकजीले कतै बाबा मम्मीको सपना सिक्री लाउने छ त्यो पुरा गरिदिनुहुन्छ कि? होइन, मलाई त्यो आफै कमाएर गर्नु छ। अनि त्यो पार्वती हिट भएपछि तपाईँले गर्नुभएको काम हो नि त पार्वती त? हजुर, पार्वती त तपाईँले आफूले गरेको अभिनय आफ्नो काम हो नि त त्यो पनि। सुरुमा फिल्मले मतलब न्याय त पाओस्। तपाईँहरू अहिले क्वेसन सोधिदिनुहुन्छ
गीताले आज कस्तो गर्यो अशोकले? तपाईँ तल बसेर भिडियो पनि खिचिराख्नु भएको थियो, रोइ पनि राख्नु भएको थियो, कस्तो लाग्यो स्टेजमा आज यसरी उसलाई होइन उसले फिल गरेर गा मैले जहिले पनि भन्छु उसको भोइस भन्दाखेरि पनि उसले फिलले गाउँछ कि होइन फिल गरेर गाउँछ यो चिज मलाई मनपर्छ आज पनि उसले 100% फिलिङ्समा गीत गाइरहेको थियो लाइभ हो धेरै गाह्रो हो नि लाइभ प्रोग्राम चलाउनु त गाह्रो हुन्छ तपाईँहरूलाई पनि फिल होला हामी लाइभ प्रोग्राम चलाउनु कस्तो गाह्रो उसले त म्युजिक पक्रेर उसले फिलिङ्समा गाइरहेछ भने त आज धेरै राम्रो गायो नि भाइले त थ्याङ्क यू सो मच जाँदा प्र्याक्टिस कतिको गर्नु भएको थियो? अस्ति एक दिन प्र्याक्टिस मैले एक दिन गरेँ हो त्यही पनि हामीले तिनचोटि गऱ्यौँ होइन अनि त्यसपछि अघि तपाईँहरूलाई बाहिर 5 मिनटको कराएर एकचोटि गरेको त्यसपछि नो स्टप हो धेरै के भने दुईचोटि रिपिटेड छ याद गर्नु भएको थियो हामीले दुईचोटि प्ले गरेको छौँ सबैको मनमा बसोस् भनेर क्या यो गीत चाहिँ किनभने त्यही भएर शब्द कतिको टची लाग्यो तपाईँलाई? सुरु नढाँटे भन्छु मैले यस्तो टाइपको गीत कहिले पनि गाएको छैन है अनि हाम्रो जुन बाबुकी दाईले बनाउनु भएको गीत छ यो चाहिँ सुजन चापागाई दाईहरूले जस्तै गाउने गीतहरू हो क्या अनि यो सुरुमा जब म स्टुडियो गएको थिएँ मलाई गाउन यति हार्ड भयो क्या मैले रेकर्ड गरिसकेँ फिलिङमै गीत गाएँ सकाएँ तर अर्को दिनदेखि म बिमारी भएँ 5-6 दिन त घाँटी उयो गर्ने भएको थिएन क्या त्यस्तो गाह्रो गीत हो क्या तर अहिले मलाई बानी बसिसकेको छ मजाले गाउन सक्छु है शब्दहरू